हेलो नमस्ते वेलकम छ मेरो च्यानलमा हजुरहरूलाई स्वागत छ। फेरि पनि मैले नयाँ भ्लग ल्याइसकेको छु मध्य दिनमा है। अनि आज चाहिँ हामी पिकनिक हल्का रमाइलो यसो नाचगान गर्नेतिर लाग्यो है। अहिले अब हामी पिकनिक खोलातिर यसो जानलाई रेडी छौँ र केटाहरू गइसकेको छ हैन। म पनि बजाउने ढ्याङ्ग्रो ढुङ्ग्रोहरू लिएर हिँडिसकेको छु। अनि केटाहरू चाहिँ अघि पुगिसक्यो। म चाहिँ अलिक कामले गरेर अलिक ढिलो भएर जाँदैछु, बाटोतिर निक्लिँदैछु है। अब रमाइलो यसो नाचगानहरू हल्का डान्स कागे हानिदिने हो होइन। हल्का त्यही हो, हल्का यसो रमाइलो। फाइनली होइन म चाहिँ बाटोमा निक्लिसकेको छु। अब यहाँनिर एक दुईजना मान्छे छन्, बोलाउनु पर्ने छ होइन। बसन्त दाजुको घरमा छिरिसकेको छु है। ओइ अस्मी, ओ सुशी, छिटो गरेर आऊ, छिटो छिटो अरे। अनि गुन्द्री लिएर आऊ अरे। ल भर्खर टाउको धुँदै रहेछ हाम्रो 20 केजीको मान्छेले है। ए ठुलो भाइहरूको लिएर हिँडिसकेको। गुन्द्रीहरू लिएर आऊ ल। ड्यु ड्यु नलिआउँदा पनि हुन्छ। अनि चाहिँ है अब म चाहिँ यही बाटो निक्लेँ भने अब उनीहरू अलिक ढिलो गर्दैछ, 9 रहेछ होइन। यताउति अब हल्का अब यसो कागे सागे मान्दा चुटिक्क परेर हिँड्नु पऱ्यो नि त, टलक्क बोलेर। हुन्छ ढेँडो बाँदरले म त सुन्ने हो त्यहाँनिर चाहिँ। म चाहिँ यस्तो बाटोमा टक्क बौला जस्तो मान्छेले बौला भन्दै होला, सोच्दै होला मलाई चाहिँ होइन। मेरो भाइले चाहिँ कत्रा दिइरहेको छ। ल ल म चाहिँ अहिले ठ्याक्कै बुद्ध चोकमा छु होइन। तामाङटोल बुद्ध चोक, केराबारी 5 मोरङ है। यता चाहिँ अब हामी जान्छ उतो पाखाको मुनतिर हो, एउटा ग्राउन्ड जस्तो छ रमाइलो गर्नुको लागि। यो बाटो धरान जान्छ अहिले, ओह्रालो पर मेरो घर। अनि यो बाटो चाहिँ झाँक्रीटोल भन्ने ठाउँ हो, तामाङटोल। अनि यो बाटो चाहिँ भाइरल ठाउँ तोपथुम्की जान्छ। अब यहाँदेखि चाहिँ म चाहिँ खोलातर्फ लागेँ। ल अब चाहिँ हामी होइन केटाहरू अगाडि, म चाहिँ पछाडि, केटाहरू अगाडि हिँड्दैछ। जेन्ट्स भाइ, चगल दाजु, छत्रे टोपी लगाएर हामी दाजु खतरा हिँडिरहेको छ होइन। जाने चाहिँ टक्क यहाँदेखि ओह्रालो यस्तो है बाटो चाहिँ हाम्रो। यस्तो छ है गाउँको बाटो, हाम्रो दाउरा घाँस गर्ने बाटो है यो चाहिँ है। जेन्ट्स भाइ के छ भाइ? पानी थाप्दैछ भाइले चाहिँ। माथि ट्याक्क भएर बसिरहेको छन् होइन। अनि त्यहाँनिर चाहिँ अब पकाउने होइन रमाइलो गर्ने। यो चाहिँ हाम्रो बुढी खोला यो चाहिँ माथि बन्दै रहेछ क्यारे। त्यहाँदेखि चलाउँदैछ ट्याक्क पारेर। अब यहाँदेखि त्यो बाटो बाँसहरू, खोलाको बाँसहरू काटेर सबै लडाएको रहेछ बाटो खोलामा त। यहाँदेखि उकालो माथि ल है बुढी खोलाको गोलगिरन उकालो चढाइ मचिँदैछ। ए झन्डैले उतार्नु गयो है। अब यहाँनिर चाहिँ निकै मिठो बासना आउँदैछ। ठिक्क खाने बेलामा आइपुगे जस्तो छ है त। ल खतरा छ। अम्बो 4 पल्टी जोक्टा ट्यापै टिपेर खप्पै खाइहालौँ क्या है तेरी। ल पाक्दै रहेछ यहाँनिर। अब डह्रो हनाइ हुन्छ। अब यता कुखुरोको ए ओ यो त के हो, खतरा पाकेछ। ल यहाँ पनि पाक्दैछ। पकाउने चाहिँ हाम्रो बस्छन् काकु। खै हो अनुहारमा त नि केही यस्तो उज्यालो चमक केही छैन त हौ। ओ भतिज ल आमा यसलाई पो दसैँ हुँदै रहेछ त है। अनि सुँगुर यता
ट्याक्क पारेर सुँगुरको मासु पाक्दैछ चेकुवा। ल ए आउने बित्तिकै पाइपो हाल्यो दारी पनि हालौँ होला है। यस्तो मिठो बासना आएको यसलाई त चाटिराखौँ कि क्या हौ गाइजहरू हान्ने भाइ दामी छ ल। आउने बित्तिकै चाख्नु पाइयो होइन एक पिस्टा चाख्नु पाइहाल्यो भाउजू मिठो रहेछ ल। मैले चाहिँ होइन सबै थोक चाखिसकेँ बस सुँगुर चाहिँ चाखिनँ त यो चाहिँ फर्क चाहिँ चाखिनँ होइन। यहाँनिर चखनी लरन एक कार्टुन गइसकेछ त झन्डैले यता पुरा हुँदैछ अलिअलि यसो चाख्ने अलिअलि चखनीहरू हुँदैछ। हामीलाई पनि अचार सचार यहाँ मिलाइसकेको छ अहिले। अब हेलो 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 अघि एकछिन चाहिँ हल्का मासुहरू चख्यो अहिले चाहिँ यहाँनिर पुरान दाना आमासम्महरू आम्मा भाउजूहरू त कम्ती राम्रो आएको छैन नि त क्यामेरामा म मात्र रहेछु डढेको कोइला चाहिँ यहाँको यार। अन्त अब देवारहरूले भाउजूहरू त राम्रो देख्ने कुरो आइगयो होइन। ओइ बिस्तारै यहाँनिर पुरान दाना एक्सट्रिम होइन सबैजना। ओइ तैँले त्यो त किन लुकाएको एक्सट्रिम यहाँमा पाक्दैछ। यता बोका खसी टिम चाहिँ हामी यता छौँ होइन बाउसम्म हामी यता बाउसम्म यता आमासम्म बाउसम्म हौ जेन्जी टिमहरू चाहिँ यता यता छन्। ए हो ल ल ल ल ल ल ल खोइ त छैन त सक्यो एकछिनै त छेउमा लानु त छेउमा ल। हाम्रो जेन्जी टिमको चाहिँ यस्तो छ है खोइ नाम कहाँ छ हौ काका देखाउनु ल ल ल ल ल ल फोड चाहिँ फेरि माथिबाट क्या ल भइसकेको ल। अब चाहिँ यस्तो दिएर यसलाई चाहिँ यस्तो दिएर होइन यस्तो हेर होइन अहिले निकै कडा पो रहेछ त हौ खानु थाल्यो। ल है गाइजहरू उता खान थालिसक्यो अब हाम्रो पालो। हामी दुईजना चाहिँ चारपाटे चोक्टा नखाने ऊ अनि म चारपाटे चोक्टा नखाने टिम हामी चाहिँ दुईजना होइन अनि एकजना ऊ त्यहाँ अलिअलि भेट्दैछ होला आम्मा मैले ल है थालौँ है। ल अब चाहिँ होइन यहाँ खान्ते पिन्ते त भइसक्यो होइन अनि खान्ते पिन्ते भएर ऊ तल त एक गिलास भ्याएको थियो उता ऊ पक्लकै सिरानी हात सिरानी लाउनु थाल्यो तल पक्लकै लडेछ अनि यो तल आमासम्महरू पनि निकै आँखा रातो रातो गाला राता बनाएर बसेको छन् एकदम दामी देखिँदो रहेछ त है पुरा आउँदो रहेछ दामी तरिकाले।
यहाँ खाने ठाउँ चाहिँ सही हुनु रहेछ होइन आउनु तपाईँहरू पनि घुम्नु यता ए सेक्वा अझै अलिकति पाक्दै रहेछ बस्नुहुँदैछ केटाहरूले अनि अब लगभग हामी पनि एकछिन नाचेर घरतिर लाग्छौँ घरतर्फ ल अब चाहिँ डान्स हुँदैछ यहाँनिर गयो बसन हान न डान्स गाउँदा दियो दियो डान्स चलिरहेको छ एकदम रमाइलो यता भन्दा त यहाँ पो खतरा रहेछ त के भयो यता त केटा खारहरू त के हो बल हो क्या हो जोस छैन जोस जारमा त ल त्यसै गरी गाइड्सहरू होइन यो भिडियोलाई पनि यसो सबैजनाले हेरिदिनु होला मनोरञ्जन गरेको यसो हेरिदिनु होला सबैजनाले होइन रमाइलो गरेको छौँ हामी होइन अब चाहिँ हामी पनि लगभग अब घरतिर जाने टाइम भइसक्यो होइन अनि दाजुहरू सबैजना गलिसक्नुभयो नाच्दा नाच्दा होइन अझै नाच्दैछ नाच्न त त्यही पनि अब रात पर्नु लाग्यो होइन यस्तो ठाउँमा जङ्गलको छेउमा राति उदी बस्नु पनि हुँदैन र अब यो भिडियो सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला है अनि यस्तै हो होइन गाउँले हामी गाउँघरको पिकनिक गाउँले जीवन यस्तै है रमाइलो हामी होइन अनि अब यो भिडियोलाई पनि माया दिनु होला धेरै धेरै माया गरिदिनु होला है
यस्तो हो यस्तो छ हाम्रो पिकनिक रमाइलो ठाउँ छ होइन। अब तपाईँहरूलाई पनि यसो भिडियोहरूमा यसो रमाइलो गर्नु मन लाग्यो भने तपाईँहरू पनि यहाँनिर आएर यसो रमाइलो गर्नु सक्नुहुन्छ। तपाईँहरूलाई कसैले केही पनि भन्दैन होइन, आउनु रमाइलो गर्नु होइन, खानु नाच्नु गाउनु क्याम्पिङ आउँदा पनि हुन्छ। अब खासै हेर्ने ठाउँ त छैन होइन, र यहाँदेखि चाहिँ खोलाहरू यस्तोहरू राम्रो देखिन्छ। र यहाँनिर यसो उयो क्याम्पिङ आउँदा पनि हुन्छ, टेन्ट लगाएर यहाँनिर बस्दा पनि हुन्छ। बोके खाने यहाँनिर अब आगो दाउराको पनि सुविधा छ, यहाँनिर पाखामा चढ्ने दाउरा ल्याउने बनाउने खाने। अनि त्यसै गरी यो भिडियोलाई पनि सपोर्ट गरिदिनु होला, त्यसै गरी यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है। हस् त धन्यवाद, यति भन्दै म बिदा हुन चाहन्छु। हस् त धन्यवाद, बाई।